यस्तो लाग्छ अब त बाँच्न पनि गाह्रो भयो। ए हो ए पुलमा है ए त्यस्तो चाहिँ हो। अब म मिस्टेक गर्छु अनि के अरे मेरो मिस्टेकहरूलाई चाहिँ त्यहाँ अगाडि चाहिँ हाम्रो कीर्तिमान सर छ है। गाइस हो हामी चाहिँ विष्णु पादुका टुरमा विष्णु पादुका टुरमा छौँ है गाइजहरू ल। त्यही खुसीमा त्यही खुसीमा हामी चाहिँ सर्दो पुलमा आउँदैछौँ। अन्त यहाँ हेर्नु सक्नुहुन्छ। अलिकति मेरो टोन चाहिँ फेरि सिक्किमे टाइपको छ कि त्यही कारणले हामी कहाँ जाँदैछौँ अरे होइन। हामी विष्णु पादुकाको टुरमा होइन। अब यो डाँडा काँडाहरू जङ्गलको बाटो हो सबै हेर्दै हेर्दै जाँदैछौँ हामी हो। धरानी यति धेरै राम्रो ठाउँ छ कि फेरि धरानीहरू चाहिँ झन् राम्री क्या है धनकुटाको मान्छेहरू अलिकति राम्रो हुँदैन के लाग्दो नै हुन्छ। अगाडि अगाडि हिँड्दैछ हाम्रो सर। हामी चाहिँ पछाडि पछाडि क्या। यहाँ चाहिँ हाम्रो भेना छ है। पुरा बोल्दैछ क्या। नयाँ फोन आयो कि अनि अब खुसी मुडमा छु हो। अन्त त्यही खुसीमा क्या त्यही खुसीमा क्या हिँडेको अब हिँडेको हामी अन्त दामी खालके है। अब एकछिन पछि ट्रेनिङ हुन्छ गोरिला ट्रेनिङ होइन। अहिले माथि पुगेपछि गोरिला ट्रेनिङ त भइहाल्छ। के भन्छ नि त्यो के अरे उयो के अरे टार्जन के टार्जन जस्तै हुन्छ। होइन के हो खास हाम्रो त्यही हो भेना। हाम्रो अगाडि चाहिँ हाम्रो के अरे हुनुहुन्छ कि हाम्रो कीर्तिमान सर हुनुहुन्छ। उहाँ चाहिँ अलिकति आफ्नै हिसाबले हिँडिराख्नु भएको छ। हामी चाहिँ यसो गफसफहरू हान्दै हो। दामी खालको जङ्गल टुरमा जङ्गल के अरे इङ्ग्लिसमा फरेस्ट पनि भन्दो रहेछ जङ्गल पनि भन्दो रहेछ होइन। अब मलाई चाहिँ के अरे थाहा थिएन। हामी चाहिँ हाम्रो बान्ता भाषाबाट जङ्गल ठुला त सर अलिक ब्रेक लगाऊँ न हौ बिस्तारै हिँडौँ न के साह्रो हिँडेको आमामा खरायोको तालमा हिँड्नुहुन्छ त बा।